हेलो नमस्ते मेरो युट्युब च्यानलको मित्रजनहरूमा। आज चाहिँ म यस्तो घुम्न आएको थियो, तर अब पानी पर्न लाग्यो, धुमधाम भयो, पानी पर्न लाग्यो। दृश्यहरू त एकदमै राम्रो छ, हेर्दै गर्नु होला है त। मेरो युट्युब च्यानलमा हेरेर लाइक कमेन्ट फलो अनि सब्सक्राइब पनि गरिदिनु होला। यतातिर छ है त हजुर, यस्तै छ। ल माथि मेट्रो कुदिरहेछ। ल यतातिर पुरा ब्याङ्क लिमिटेडहरू मात्रै छन्, यतातिर गाडीहरू बेसमा चलिरहेछन्, यतातिर गाडीहरू बेसमा चलिरहेछन्। अब म चाहिँ हिँड्दैछु। अब पानी पर्न लागेको मौसम छ है, एकदम गजब छ। अब एकछिनमा पानी चाहिँ ठुलै पर्ला जस्तो भइरहेछ माथि आकाशतिर चाहिँ। अब हेर्दै जाउँ कतिको पानी पर्छ। पानी पर्यो भने चाहिँ शीतल चाहिँ शीतल हुन्छ, तर यो रोडहरू चाहिँ एकदमै डुबान हुन्छ है त। अब पुरै सम्म छ कि अब पानी कतै पास हुँदैन, पुरा डुबान हुन्छ। डुबान चाहिँ फेरि रोड त डुबान त खतरा हुन्छ हौ यतातिर चाहिँ फेरि। ल यता पुलिस पनि घुमिरहेछ, यतातिर एम्बुलेन्स कुदिरहेछ। ल आजको दृश्य चाहिँ खतरनाक छ भनौँ न। अब घुम्दैछु, बिहान नि एकछिन घुम्यो, बेलुका नि एकछिन घुम्यो। अब शरीरलाई यसो तन्दुरुस्त त बनाउनु पर्यो। शरीर पुरै खराब भएर चाहिँ होइन, यसो अब शरीरलाई एक्सर्साइज हुन्छ भनेर चाहिँ अब हिँडेको, अब के हुन्छ। अब त्यही भएर बाटो क्रस गर्नु लागेको, गाडी पनि आएकै गऱ्यो। एकछिन चाहिँ बस्नु पर्यो। अब गाडी पनि कति आएको आउनु पनि, अब चाहिँ काटिहाल्नुपर्छ। गाडी जति आए पनि, जति बाटो दिए पनि उति आएकै गर्छ। मान्छेलाई क्रस गर्नु नै दिँदैन यहाँतिरको ड्राइभरहरू। अलिकति बाटो पायो कि घुसाइहाल्छ। यस्तो छ कि यहाँतिरको ड्राइभरहरू, खै के भन्नु अब हो। ल मित्रजनहरू यस्तै छ। आज चाहिँ म पनि यतातिर छु, घुमिरहेको छु है त मित्रजनहरू। ल लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला है त मेरो युट्युब च्यानलमा।